हेलो नमस्ते सन्चै हुनुहुन्छ सबैजना हामी पनि एकदम ठिक छौँ आज हामी चाहिँ बाहिर जान लागेको छौँ है कम छ न्यू भिडियो नमस्ते के छ हालखबर किन भुस्सा परेर बस्नु भएको हो नि सन्चै हुनुहुन्छ एकदम हो कता जाने गाला रातो रातो भएर पिरानो के छ हो काठमाडौँ जाने त्यो गाडी राख्नु ठाउँ कस्तो राम्रो देखेछ कपाल चाहिँ दामी देखेछ आज तपाईँको हो क्या मेरो छ त हामी अब त पैसा राम्री भएर आज बाहिर जान लागेको छ हामी चाहिँ आज चाहिँ हामी सालमिया घुम्न आएको छौँ सालमिया आइपुग्यो साथीहरूसँग आएको छ साथीहरू अगाडि हुनुहुन्छ पछाडि यता छौँ चाहिँ सपिङ गर्न आएको सपिङ पनि गर्दैछौँ वाउ कस्तो राम्रो थियो सपिङ गरेर सक्यो खाजा खान आएको नेपाली पसल सालमिया आएको छौँ तपाईँहरू पनि हेर्नुहुन्छ आउनु होला मिठो खानेकुरा पाइन्छ साथीहरू है त आफ्नै पारामा छ यता हाम्रो खाजा पनि आइसकेको छ अब हामी खाइन्छ होइन चिकन चाउमिन किन चुप्चुप भन्नुभयो के कुरा हो जानुपर्छ तिमी त भिडियो बनाउनु हजुर मिठो कागती ल्याउनु न कागती लेमन गाडी फस्नु म यत्रो छ कहिले खाने चिकन खानु खाने हो भन्दा छिटो त युरिका दिदीले खाइसक्ने रहेछ क्रेडिट त भइसकेछ पनि छिटो खाए म त घर लगेर खान्छु के माथि माथि आउँछ कहाँ देख्छ त अलि तल बस्नु न अलि तल जानु न अलि तल जानु न आइज कता
हो यो जमाना पैसाको भर नहुने पानी र पैसाको हो यो जमाना पैसाको भर नहुने यो कुराको प्यानै रामला यो कुराको प्यानै रामला यो कुराको प्यानै रामला ओके कुरा हामी चाहिँ सुरुमा पर्मिला दिदीको घर गयौँ, त्यहाँबाट सालमिया गयौँ, सालमिया गएर सपिङ गऱ्यौँ, आँखै नलाग्ने लुगाहरू होइन, कपडा सपडा किन्यो अरे, त्यहाँबाट खाजा खाएँ, होटलतिर रेस्टुरेन्ट गएर, नेपाली रेस्टुरेन्ट रहेछ नि त, त्यहाँबाट सिधै कुबेत टावर गएँ होइन, त्यहाँबाट कुबेत टावरमा गएर गीत बजायो, डान्स गऱ्यो, फोटोसोटो भिडियो सिडियो बनायो, त्यहाँबाट घर फर्क्यौँ। अनि हाम्रो भिडियो पुरै हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। बाई बाई।